त्यसलाई कहाँबाट अधिकार भयो चाहिँ तपाईँ हाम्रो चाहिँ के अरे 1 लाख जरिमाना तिर भनेर चाहिँ त्यो मेयरले चाहिँ हाम्रो चाहिँ भन्न पाउँछ कहीँ? कुन मेयरलाई? काठमाडौँको मेयरलाई लेखाएको छैन। कानुन टेकेर कहाँको चाहिँ त्यो चाहिँ के अरे महाराज भएछ त्यो? उहाँले कानुन टेकेर लेख्नु भएको छ पत्र? के कानुन टेकेर? पढ्नु भएको छैन पत्र? कानुन त टेकियो। फोहोर मैला ऐनमा टेकेर उहाँले पत्र काट्नु भएको छ, जरिवाना 1 लाख। त्यही त त्यो अहिले त के भयो भने बालेनले घुस ओर्ने कुरा गरे पनि ठिक, बालेनले चाहिँ सुन फलाउने कुरा गरे पनि ठिक, त्यस्तै जमाना त आइसक्यो नि। मन्त्रीज्यूको मुखबाट मैले त्यो अपेक्षा गरेको थिएन। तपाईँ त मुख्यमन्त्री भएको व्यक्ति, सङ्घीय संरचना अनुरूप प्रदेशलाई, स्थानीय सरकारलाई उत्तिकै अधिकार दिनुपर्छ, बलियो बनाउनुपर्छ भन्ने तपाईँ त केपी ओलीसँग खोजेको नेता, जोरी खोजेको नेता। आज तपाईँ स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गरिरहँदाखेरि यतिको उहाँको अधिकार के हो? उहाँको अधिकार भने चाहिँ कुनै पार्टीले चाहिँ सभा गर्दाखेरि त्यसलाई चिठी लेख्यो भन्ने अधिकार छ भने छैन? कहाँ छ त? सभा नगर भनेको होइन नि हो त। सभा गर्दाखेरि चाहिँ तपाईँको 2-4 चाहिँ के अरे प्लास्टिक खस्दैन? कसलाई भनेको थियो भन्दा अगाडि कसलाई भनेको छ नि? अनि राप्रपालाई जरिवाना तिरेको छ। हामीलाई किन भनेको? 25,000 राप्रपालाई जरिवाना तिराएको छ। हिजो भर्खर एकजना नागरिकलाई, पब्लिकलाई, काठमाडौँको मतदातालाई 25,000 जरिवाना तोकेको अर्को सूचना छ। त्यो त राम्रो कुरा हो। एमालेलाई चाहिँ तोक्न पाइएन। त्यो त राम्रो कुरा हो। त्यही लड्नु अरूलाई पाइयो, नेकपा एमालेलाई पाइएन। मैले कहाँ भनेको छु त्यस्तो? भर्खर भन्नुभयो। कहाँ भने? भर्खर। तपाईँको जुन चाहिँ ढङ्गले त्यसरी चाहिँ तपाईँको त्यो के अरे एउटा नागरिकहरूको स्वतन्त्रताको हकलाई उल्लङ्घन गर्ने ढङ्गले जुन लेखिएको छ त्यो त अपमान्य गरेको भन्ने अर्थ भन्यो भने नेकपा एमालेको अपमान हो।